जय नेपाल सत्य सेवा सुरक्षण मिति 2082 साल असार 6 गते बिहान अन्दाजी 5 बजेको समयमा जिल्ला कैलाली गौरीगङ्गा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने लक्ष्मणनाथको श्रीमती वर्ष 19 की तुलसीनाथ आफ्नो घर नजिकै पानीको नालीमा मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात तत्काल इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्तको कमान्डमा प्रहरी टोली खटिई गई घटनास्थललाई सुरक्षित राखेको। तत्पश्चात इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट म डीएसपी रणबहादुर चन्दको कमान्डमा अनुसन्धान अधिकृत दानसिंह भण्डारी लगायतको टोली समेत घटनास्थलमा खटिई गई। हेर्दा मृतक लास नालीको पानीबाट निकाली घर अगाडि आँगनमा राखिएको अवस्थामा रहेको। लास जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरी मृतक शव परीक्षणको लागि सेती प्रादेशिक अस्पताल कैलालीमा पठाएको। निज मृतकको लास जाँच गर्ने क्रममा हामीले लास चेक गर्ने क्रममा कानमा लगाएका सुनका गरगहना निकाली लगेको अवस्थामा देखिएको। मृतकका आफन्तहरू लगायत सो स्थान आसपासमा बसोबास गर्ने व्यक्तिहरूसँग बुझ्दा मृतकको श्रीमान मजदुरी काम गर्न विगत 7-8 महिना पहिलेदेखि भारततर्फ गएको र मृतकका सासू ससुरा पहाड घर डोटी बड्डी केदार गाउँपालिका अन्तर्गत देवल गाउँमा गएका। घरमा निज मृतक तुलसीनाथ, देवर नवीननाथ, देवरानी र नन्दसँगै बस्दै आएका र निज मृतकबाट छोरोको जन्म भई 16 दिनको सुत्केरीको अवस्थामा रहेको भन्ने बुझिएको। त्यो दिन 6 गते चाहिँ ऊ सुत्केरी भएको 16 दिन पुगेको अवस्था थियो र सो घटना सम्बन्धमा अनुसन्धानमा थप अनुसन्धान गर्दै जाँदा मिति 2082 3 महिना 5 गते राति अन्दाजी 12 बजेको समयमा उसले भनेको अनुसार 12 बजेको समयमा भनेको उसँग एक्ज्याक्टली घडी अथवा मोबाइल केही छैन भएको अवस्था रहन्छ। 12 बजेको समयमा जिल्ला कैलाली गौरीगङ्गा नगरपालिका वडा नम्बर 7 कैलाशपुर बस्ने पुष्करनाथको छोरा मृतक जो आफ्नै देवर हुन् वर्ष 20 को नवीननाथले घरयासी सामान्य विवादका कारण निज मृतक तुलसीनाथको कोठामा प्रवेश गरी सुतिरहेकी अवस्थामा निज तुलसीनाथको नाक, मुख र घाँटी समेत श्वास च्यापेर श्वास बन्द गरी कर्तव्य गरी मारेर मृतक लास आफैले बोकी बाहिर बरन्डामा ल्याई मृतक तुलसीनाथले लगाएका सुनका गहना रिङ थान 8 4वटा एकापट्टि र 4वटा एकापट्टि कानमा गएर थान 8 र खुट्टाको औँलामा लगाएका चाँदीका रिङ थान 4 निकाली उक्त मृतक लासलाई घर नजिकै रहेको पानीको नालीमा फालेको र मृतकले लगाएका सुन र चाँदीका गहना प्लास्टिकको झिल्लीमा पोको पारी घर नजिकै ढुङ्गामुनि लुकाइराखेको प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको तथ्य खुल्न आएको र मिति 2082 साल असार 7 गते हिजो मात्रै अन्दाजी 1900 बजेको समयमा निज नवीननाथले लुकाई छिपाइरहेका मृतकका गरगहना समेत मेरै कमान्डमा टोली गएर बरामद गरिसकेको र निज आरोपी नवीननाथलाई समेत पक्राउ गरेर अहिले अनुसन्धानको कार्य भइरहेको ब्यौरा निवेदन गर्न चाहन्छु। धन्यवाद। यो 12 बजे भन्नुभएको छ नि कोठामा गएर होइन, ढोका बन्द अवस्थामा थिएन र ढोका बन्द अवस्थामा नदेखिएपछि दिउँसो यिनीहरूको थोरै केही सामान्य मुनपटा भएको जस्तो अवस्था थियो। अनि पिसाब फेल्नुको लागि म बाहिर निस्केको र त्यो क्रममा चाहिँ यसो हेर्दाखेरि वल्लो पल्लो ढोका खुलै देखेपछि ढोकाभित्र प्रवेश गरेको भन्ने भनेको अवस्था छ। थप कुराहरू जसरी हराएको सुन छ हैन, सुन त थिएन त्यतिखेर, त्यो सुनहरू चाहिँ हामीले बरामद गरिसक्यो। उसले आरोपीले देखाएकै ठाउँमा अनि भनेको उनीकै सुन चाहिँ बरामद भएको अवस्था छ अहिले तत्काल। पोस्टमार्टम चाहिँ अहिले भर्खर निजको मृतकको माइती पक्षले जाहेर दिनुभएको छ, पिटाइन जाहेर दिनुभएको छ नवीननाथको बारेमा र त्यसपछि अहिले पोस्टमार्टम एकछिनमा हुन्छ। आज पोस्टमार्टम चाहिँ भइसकेको अवस्था छैन। बच्चा सकुशल छ अहिले त यो उसको जो मृतकको सासू ससुरा भनौँ, अब यो आरोपितको बाबामा पनि पुगिसक्नु भएको छ, उहाँहरूले नै स्याहार गर्नुभएको छ। उसको अवस्था सकुशल नै छ, केही छ। आज 18 दिन पुग्यो होला, 18 दिन, किनभने 6 गते उसलाई 16 दिन भएको छ, हिजो 7, 17, आज 18 यस्तो छ। तत्काल त्यही दिन भएको ठुलो झगडा चाहिँ केही पनि छैन, तर विगत लामो समयदेखि सानो मुनमुटावहरू अब चाहिँ भइरहेको बुझिएको छ। हो, त्यो उहाँको के भने मेन चाहिँ यसो पारिवारिक कुराहरू बुझ्दाखेरि उहाँ पनि पहिला इन्डियामै काम गर्नुहुन्थ्यो आरोपित व्यक्ति पनि, र विगतमा उहाँको के कामले सामने के भएर अथवा एउटा बिरामीको कारणले उहाँले काम गर्न सक्नु भएन। अनि अस्ति
यो गत चैतमा मात्रै उहाँ चाहिँ इन्डियाबाट चाहिँ फर्केर नेपाल आएको। त्यो अवस्थामा अब त्यो घरमा चाहिँ कमाउने व्यक्तिको रूपमा चाहिँ निज मृतकको श्रीमान मात्रै भएको अवस्था र श्रीमानले पनि अब पैसा चाहिँ अब श्रीमतीकै नाममा पठाउने र घर व्यवहार चलाउनुको लागि चाहिँ मेन पैसा अथवा अन्य आर्थिक कारोबार चाहिँ श्रीमतीले हेर्ने भएको कारणले थोरै ती कुराहरू चाहिँ त्यो आएका छन्। आरोपितमा होइन मानसिक समस्याको बारेमा त अब नर्मल मेडिकल चाहिँ हिजो भएको छ क्या, त्योभन्दा बाँकी कुरा चाहिँ अब हामी झट्ट हेर्दाखेरि उसको कुरा गराइ उसको व्यवहारबाट चाहिँ मानसिक समस्या हो जस्तो त्यस्तो लाग्यो। त्यही पनि अब उसले घटाएको घटनाहरू अनि त्यस्तो केही छैन, त्यस्तो केही बुझिएको छैन। अब बाँकी चाहिँ अब सिआरसी रिकर्डहरू चाहिँ पछि बिस्तारै चाहिँ ल त्यो उसले चाहिँ स्वीकारेको अवस्था चाहिँ छैन। योभन्दा अगाडि चाहिँ म कुनै त्यस्तो घटनाको संलग्न भएको थिएँ अथवा त्यो कुराहरू चाहिँ उसले लागेको छैन। कर्तव्य ज्यान म्याथ थप त भएकै छैन। अब आज म्याथ थप हुन्छ, केही कार्यक्रमको कारणले थोरै उहाँलाई चाहिँ हामीले उयो गरेर राखेको थियो, आज हुन्छ म्याथ थप। अब समग्रमा भन्दा यो प्रकार माला खेतीले उत्कृष्ट काम गरेको छ। जुन अवस्थामा लास फेला परेको छ, जसरी हत्या गरेको छ, यो चाहिँ अनुसन्धान गर्न निकै गाह्रो विषयवस्तु रहेको थियो। त्यसमा यी प्रकार माला खेतीको जुन अनुसन्धान टिम हो उसले चाहिँ एकदमै उत्कृष्ट काम गरेको छ। म सराहना पनि गर्न चाहन्छु र उहाँहरूलाई जुन टिममा हुनुहुन्थ्यो उहाँहरूलाई म आज पुरस्कृत पनि गर्दैछु। धन्यवाद।